यो हो एन्सुको AS 600 D2H सिलाइ मेसिन एन्सु कम्पनीको AS 600 D2H। अब यसको स्पिड कसरी बढाउने, अब हामी यसको स्पिड बढाउनतिर जाँदैछौँ। अब तपाईहरु यहाँ डिस्प्लेमा हेर्नुस्, ठ्याक्कै P र S दुईटा बटनलाई दुईटा औँलाले प्रेस गर्ने, त्यसपछि गएर लाइन अन गर्ने। लाइन अन गर्यो, यहाँ 62 यानी कि के रे 72 आएछन्, 72 हैन 7 र 2 आयो। अब यसलाई हामीले डाउन गर्ने, यसलाई लैजाने 68 यानी 68 मा। 68 मा पुगेपछि यस बटनलाई अन गर्ने, यहाँ अहिले फुल स्पिडमा छ। यसलाई हामीले स्पिड तल गर्न मिल्यो, यहाँ त्यसरी तल पनि गर्न मिल्यो, लक गर्न पाइयो। यो स्पिडलाई फेरि हामीले यसरी माथि बढाएर पहिला आउँदाखेरि 3700 मा आउँछन्, अनि यसलाई स्पिडलाई हामीले यहाँ गएर बढाउने। अहिले मैले यसलाई 5000 मा सेट गरेँ। 5000 मा सेट गरेर यसलाई ओके गरिदिएँ। अब फेरि म P मा अब बाहिर गएँ। अब मानुस यहाँ फेरि अहिले डाइरेक्टै P थिचेर हामीलाई यहाँ के रे 1 आउँदैन। नभएपछि हामीले के हो त अहिले यसलाई फेरि हामीले के गर्ने, अफ गरिदिने। यो यसलाई अफ गरिदिने, यो मेसिन अफमा जान्छन्। अफमा गइसकेपछि अब हामी यसलाई P मात्रै थिच्ने, P मात्रै थिचेर लाइनलाई अन गरिदिने। अन गरेपछि यहाँ के रे 44 आयो। अब यसलाई डाउन गर्ने, हामीले यसलाई डाउन गरेर यसलाई P1 मा जाने, यहाँ P1 मा जाने। P1 मा गरेपछि हामी यसलाई प्रेस गर्ने। यहाँ मैले पहिले बढाइसकेको छु, त्यही भएर 5000 देखिरहेछन्। यहाँ गएर हामी घटाउन सकिन्छन्। यहाँ जति हामी घटाउँछौँ, जस्तै कि पहिलेको 3700 भन्नाले तपाईलाई 3700 सम्म स्पिड मात्रै हुन्छ। यसलाई हामीले इन्क्रिज गर्न सकिन्छौँ। यसलाई हामी बढाएर यहाँबाट 5000 गर्ने, यहाँबाट यसरी बढाउने, 5000 मा लैजाने। यो 5000 सम्म स्पिड जान्छन्। 5000 पुगेपछि यसलाई हामी ओके गरिदिने। त्यसपछि गएर P ले थिचेर हामी बाहिर आउने। यसपछि अब हामीले कति यहाँ बढाउन सकिन्छ त्यति बढाउन मिल्छन्, घटाउन मिल्छन्। यहाँ घटाउन पनि मिल्यो, यसलाई बढाउन पनि मिल्यो। यहाँनिर यस्तै हिसाबले स्पिड घटाउने बढाउने हामी गर्न सकिन्छौँ।